हाय आज पनि सबेरै उठेर हामी बङ्गुर काट्न आइसकेका छौँ साथीहरू। अब बङ्गुरलाई ढलाएर पोलपाल गरेर कालै बनाइरहेका छौँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले कालो बनाएर चाहिँ हल्का भिजाउनु पर्ने अवस्था हुन्छ। दाइहरूले खराब सुरु गर्नु भएको छ। म चाहिँ पानी हालिदिरहेको छु। पानी उछिटेर फेरि दाइहरू नै नहुने हो कि जस्तो छ नि यहाँको सिचुएसन। फेरि पानी ठुलो भएर सरर मोटर लगाएर आधी खोलाको चिसो पानीले चाहिँ बङ्गुरलाई नुहाइदिँदैछौँ अहिले हामी। आजको बङ्गुर नि बब्बाल मोटो छ साथीहरू। मोटो छ साथीहरू। अस्तिको नि मोटो त मोटै, आजको पनि अस्तिको टक्करमा होला जस्तो छ। बाटो बनाउने चक्करमा के गरेर ल साथीहरू, अब चाहिँ मासु जोख्नको लागि तयार गरिसक्यौँ। यस्तो भवाल चाहिँ पिस त देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो तरिकाले चाहिँ यहाँ जीवन दाइले खत्रै ठुक्राइदिनु भयो होइन। आजको हाम्रो फाइनल राउन्ड आन्द्रा बुढीलाई भाउ लाउँदैछौँ हामीले। टक्क स्टक यहाँ स्टक पनि चलिरहेछ है गाइस। चिज छ ल। रगत पनि भर्न छ। बानबुन गरेर प्याक गरेर रेडी पारिसकेको छ। अब हामी चाहिँ टक्क लाएर ल साथीहरू यो ओह्रालोमा यो ओह्रालोमा झराल्न गाह्रो हुन्छ है। हट झराल्न गाह्रो हुन्छ भनेर हाम्रो दाइहरूले आइडिया लगाउनु भएको छ। हटे हटे यसरी चाहिँ गरेपछि यहाँ बोक्नु परेन होइन। यो ओह्रालो अलिअलि चिप्लो पनि छ। जहाँ आइडिया त्यहाँ सजिलो साथीहरू। ल हेर्नुहोस् त, उहाँबाट चाहिँ बोकेर ल्याउनु पर्ने थियो। सरर बोरामाथि राखेर घिसार्दै हामीले यसरी झार्यौँ साथीहरू। ल साथीहरू अर्को लट पनि सुरु भयो। यसरी चाहिँ सलल्ल हामी हिँड्दैछौँ। ल प्याकिङ भइसकेको छ साथीहरू। प्याकिङ भएर अब चाहिँ यसरी टक्क लाएर जाने तयारीमा छौँ हामी।